समयले घाउ भर्छ भन्छन्, तर वास्तवमा समयले त मान्छेको असली अनुहार पो देखाउँदो रहेछ। हिजोसम्म जो मान्छेहरू मेरो नजिक थिए, आज उनीहरूकै बदलिएको रूप देखेर अचम्म लाग्छ कि उनीहरू त्यही मान्छे हुन् त जसलाई मैले आफ्नो ठानेको थिएँ, कि समयले मात्र उनीहरूको भित्री मुखोटो उतारिदिएको हो। मेरो मनले भन्छ कि ठिकै छ, उनीहरू बदलिएर केही हुन्न। उनीहरूको स्वार्थले मलाई एउटा बलियो पाठ त सिकायो। भरोसा भन्ने चिज कसलाई कतिसम्म गर्ने र कति अगाडि बढ्ने भन्ने कुरा आज छर्लङ्ग भएको छ। मान्छेहरू बदलिए पनि म भने कहिल्यै बदलिन र बदलिने पनि छैन। मेरो सत्यता नै मेरो शक्ति हो। आखिर समयले सबैसँग एक हिसाब मागेरै छोड्छ र ऐना जस्तै छर्लङ्ग पारिदिन्छ। तपाईलाई के लाग्छ? समय बदलेको हो कि मान्छे? आफ्नो विचार सेयर गरिदिनुहोला र यस्तै भावुक तथा प्रेरणादायी भिडियोका लागि हामीसँग जोडिनुहोला। धन्यवाद।